ल दाइ रेडी हो अब जानलाई? अब जानलाई हैन केटा, भोलि 375 425 जनालाई पहिला बफेट खानुपर्छ। अनि त्यहाँबाट चाहिँ राति काम सकेर मन्डे बिहान बल्ल। आज चाहिँ शनिबार लगभग 1 बजे होला हैन? यस त्यही त। प्याकअप त भयो नि राम्रोसँग? बाइक चाहिँ प्याकअप भयो। हाम्रो बाइक चाहिँ अब जर्मनी जानलाई रेडी भइरहेछ। केटाहरूले बनाइरहेछ। अब यहाँ टक्क लाएर फेरि बनेर रेडी भएर आउँछ अब यो। ल नमस्ते सबैलाई। आज चाहिँ लोकनाथ र म चाहिँ हामी दाजुभाइ मिलेर अब भ्यानमा मेरो V8 बसोस 8400 सीसीलाई हालेर जर्मन जाँदैछौँ हैन त? जर्मनी जाँदै हो। अनि अहिले चाहिँ अब लगभग 10 साढे 10 बज्यो बिहानको। त्यही भएर अलिकति फ्रेस भएर अब भिडियो बनाउनु मन लाग्यो। बिहान चाहिँ खासै बनाउनु मन लागेन भिडियो चाहिँ, किनकि हिजो राति लेट भयो। मामाको 60th बर्थडे पार्टी थियो, प्लस अब हामी दुईजना रेस्टुरेन्टको कर्मचारीहरू के काम गर्ने के जाति भनौँ ले गर्दाखेरि अब फादर्स डे थियो इङ्ल्यान्डमा। एकदमै बिजिएस उसले 1500-1700 जनालाई खुवायो हिजो उसको रेस्टुरेन्टमा। मेरो रेस्टुरेन्टमा 300 प्लसलाई खुवाइयो, किनकि उसको त क्यापेसिटी धेरै ठुलो छ। गर्दाखेरि टायर्ड यति भयो कि म राति ऊ त 10 बजे आएर सुतिहालेछ, म चाहिँ राति 3 बजे सुतेर बिहान 6 बजे उठ्दाखेरि चाहिँ जम्मा 3 घन्टाले गर्दा अलिक फ्रेस भएको थिएन। अब हामी दाजुभाइ चाहिँ कति 2-3 घन्टाको ड्राइभ गरेर आयो। अब एकछिन यसो स्न्याक्सहरू केही खाउँ, अनि फेरि म तपाईँलाई भ्यानमा देखाउँछु हामीले बाइक कसरी राखेको छ त जाउँ अहिले। ल अब यहाँ पस्छु केही खाउँ पहिला। तिमीले बाटो खर्च चाहिँ पायो तिमीसँग त? ल अब भ्यानमा खाँदै जाने नि त? ल मेरो भ्यानमा बाइक देखाउँछु म के छ देखाएर। ल यो चाहिँ हाम्रो अब लन्च हो। यो समाउँदा तिम्रो लन्च। मैले बाइकलाई चाहिँ यसरी राखेको छु। यो चाहिँ शनिबार रातिबाट नै यसलाई प्याक गरेर राखेको थियौँ हामीले। अब यसलाई चाहिँ अब लिएर गएर जर्मनी छोडिदिने। अनि दाजुभाइ चाहिँ फेरि त्यही त हो नि होइन? हामी त होइन जर्मनी चाहिँ मेरो फर्स्ट टाइम हो, त्यही भएर पनि मलाई एक्साइटेड छु। लेट्स गो। गएको छैन, म 16 कन्ट्री गइसक्यो, तर जर्मनी यति नजिक हुँदा हुँदैन गएको थिइनँ। गेट बिरामी हुनाले मैले मौका पाएको हो। सो थ्याङ्क यू फर दिस अपर्च्युनिटी। माई प्लेजर ब्रदर। लेट्स राइड। चाहिँ अहिले हामी डार्टफोर्ड क्रसिङमा छौँ। हामी अन द वे टु जर्मनी। हाम्रो अन्तिम दाई इन्टरनेसनल ड्राइभर, फेरि आज आफ्नै भ्यानको ड्राइभर दाई। सधैँ म भिडियो बनाइदिएँ तिम्रो लागि, आज तिमी मेरो लागि भिडियो बनाउँदैछौ, कस्तो लागिरहेछ? यो चाहिँ खिचेँ मैले सरला र अब मलाई लाग्छ म एउटा क्यामेराम्यान भन्दा खिच्दै जानेवाला छौँ। किप वाचिङ गाइज। ल फाइनली आज चाहिँ हामी यो टर्नलमा आयो। कसरी के हो भन्नु त? कसरी जान्छ अब? अब यहाँबाट जाने, अब चेक इन हुन्छ पहिला, पासपोर्ट सासपोर्ट सबै चेकिङ गर्नुपर्छ, बोर्डिङ यही हो? अब यहीँबाट जान्छ। ओके। अनि त्यसपछि चाहिँ टनलभित्र जानुपर्छ, भ्यानलाई ट्रेनभित्र जाने हो, अनि त्यहाँ चाहिँ पानी मुनिबाट पौडी खेल्दै जानुपर्छ। अब आज मेरो पनि पहिलो पौडी खेलाइ हो, थाहा छैन पहिलो अनुभव। यहाँबाट रहेछ। अब यहाँ चाहिँ चेक गर्ने होला, अब आफै चेक गर्ने होला। चेक गरेर चेक इन गर्दै अनि हामी चाहिँ मेरो नाम आउँछ यहाँ सन्दीप भनेर हाल्यो कन्फर्म। त्यो पेट्रोलको गाडी सिस्टम, पेट्रोलको गाडी भयो, नेक्स्ट गर्नु पर्यो। अब यहाँ कति बजेको ट्रेन छ भन्छ, 12:36 मा जानु पर्यो होइन, नो चार्ज। अनि अर्को 1 बजेको छ भने चाहिँ हामी अलिक छिटो जानु पाइयो, केही गर्नु पर्दैन। अब के बाँकी र? केही पनि छैन। अब यो बोर्डिङ पास हो यो हाम्रो, यो लिने यहाँ राख्ने, अनि हाम्रो त्यहाँ गेट नम्बर हुन्छ अगाडिपट्टि। क्यामेराबाट रजिस्ट्रेसन नम्बर पाइहाल्यो उसले, मेरो डिटेल पायो कि। अब यो चाहिँ हामी अब विदेश लाग्नै लाग्यौँ होइन त? म चाहिँ एभ्री टाइम हिँड्दाखेरि एभ्री ट्राभलिङ इज माई फर्स्ट ट्राभलिङ जसरी इन्जोय गर्छु कि म चाहिँ। म त यहाँ आइसक्यो भनेर मलाई त्यो हुँदैन कि एभ्री डे इज माई न्यू। अङ्ग्रेजीमा भन्दैन, अङ्ग्रेजी त परै हो नि त होइन? 29 वर्ष भयो त्यसै बस्यो, त्यति त जानु पर्यो नि। ल अब हामी चाहिँ यहाँ चाहिँ इङ्ल्यान्डकै साइडमा छौँ, उतापट्टि फ्रान्स छ। भ्यान पछाडि पार्क भयो। अब यहाँ चाहिँ हामी एकछिन गएर ड्युटी फ्रीमा यसो दाजुभाइलाई रातिको बन्दोबस्त गर्नु पर्ला, अनि त्यसपछि यसो टोइलेट जाने, अनि फेरि जाने। अब नर्मली युजली मेरो लाइफ चाहिँ त्यो हो। अब मेरो लाइफ चाहिँ अहिले भ्यानभित्र छ, त्यसै कारणले जाउँ अब यहाँभित्र। ल यो चाहिँ भरेकोलाई हो है, हाम्रो लोकले पैसा तिर्यो। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू। ल होइन जसले तिर्यो त्यसले उठाउने हो। ल होइन जाउँ। ल हामीहरू चाहिँ घिन्ती नाकिन कहाँ बज्यो, कोसी तिरैमा भन्थ्यो। यो चाहिँ अर्को कस्तो ओरेन्ज कलरको मादल रहेछ, गजब रहेछ। रोटीको मादल, मादलको धुन राम्रो आउँदैन भनेर 2टा मादल। हाम्रो राजु परिवार मामालाई मादल किन्दा छौँ हामी। बिचरा हाम्रो अन्तिम दाइ जहिले यस्तरी हिँड्ने है, आज यस्तालाई चाहिँ फेरि यस्तो गरेर यसरी हिँड्दै हुनुहुन्छ। बाइक मसिनो छ, म त्यति बेला खुसी छु कि। अब आज चाहिँ एकदम एक्साइटेड डे फर मी, किनकि
जर्मनीमा पहिलोचोटि जाँदैछु आई डोन्ट नो कहाँ जाँदैछु त थाहा छैन कोलोन जाँदैछौँ अरे त्यहाँ गएपछि मात्रै फेरि मलाई थोरै नलेज हुन्छ फोल्क्सटनबाट चाहिँ हामी त्यही फ्रान्स है कालेबाट बेल्जियमबाट नेदरल्यान्ड अनि जर्मनी भनेपछि अलिकति धेरै देश नै जानुपर्ने रहेछ भन्दै अब किप वाचिङ कता के छ यो भिडियोले देखाउँदै जान्छ हामी यहाँ जाने क्रममा चाहिँ अलिकति ट्राफिकमा परियो तर पनि तपाईँले हेर्न सक्नुहुन्छ हामी कहाँ छौँ भन्दाखेरि पासपोर्ट सेक्युरिटी कन्ट्रोल्समा छौँ अब यति काट्नलाई अलिकति हामीलाई टाइम लागेर अब यो चाहिँ एकदमै ट्राफिकको कारणले गर्दा बल्ल हामी चाहिँ यो पासपोर्ट चेकिङमा यो दाइले चेक गर्ने होला भित्र चाहिँ खिच्न पाउँदैन एकैचोटि अब बाहिर गएपछि ल फाइनली हामी युकेको बोर्डर पासपोर्ट चेक गरेर अब हेर्नु देख्नु पनि त्यहाँ फ्रान्स अब त्यसको चाहिँ बोर्डरमा लाग्दैछौँ यस्तो ट्राफिक छ त्यहाँ भन्दै गर्दा दाइ बल्ल बल्ल विदेशी पो भइयो त झ्याम्मै हाने के अरे पासपोर्टमा त दाइ यो कस्तो ठाउँमा आयो मैले कुरै बुझिनँ यो चाहिँ कस्तो भने अब यो चाहिँ टनल चढ्नको लागि चाहिँ हामीले वेटिङ गर्ने एरिया हो अहिले अब इङ्ल्यान्डबाट चेक इन भयो अब फ्रान्सकोमा छिरियो हामीहरू अनि यो चाहिँ अहिले टेक्निकली चाहिँ इङ्ल्यान्डकै ल्यान्ड हो तर यो चाहिँ कस्तो भने फ्रान्सको कन्ट्रोल पनि होइन इङ्ल्यान्ड यसलाई चाहिँ नो म्यान ल्यान्ड भन्छ क्या यो चाहिँ दुईटैतिर गएन अनि यो चाहिँ फेरि सेम यही क्षेत्रफल चाहिँ उता फ्रान्समा हुन्छ त्यहाँ फेरि ब्रिटिसको कन्ट्रोल हुन्छ अनि तर हो चाहिँ फ्रान्सको भन्दाखेरि नो म्यान ल्यान्ड भन्छ त्यसलाई चाहिँ होइन अनि यो चाहिँ दुईटैको तर कसैको पनि होइन अनि यसमा चाहिँ अब हामी चाहिँ चेक इन गर्नलाई वेटिङ गर्ने यसो गर्ने हो अनि उता पनि सेम हुन्छ यता पनि सेम भनेपछि यस्तै एक्ज्याक्टली सेम थिङ एक्ज्याक्टली सेम पार्ट चाहिँ उता पनि छ यता फर्क यो अगाडि देखिएको गाडीहरू मात्रै नभएर बस ठुलो बस पनि एउटा ट्रेनमा छिर्ने रहेछ तपाईँलाई म देखाउँछु है त हेर्दै जानुहोस् त्यो छिरेको चाहिँ देखाउँछ है म अब यहाँबाट मोड्यो मैले सबै चिज देखेको थिएँ तर यसरी ट्रेनमै यसरी गाडीहरू छिरेर गएको चाहिँ पहिलोचोटि मेरो पनि अनुभव जान्ने मौका पाइयो यसलाई के भन्छ सङ्गत गुनाको फल भन्दै गर्दा ओहो अलि लामो भयो तर तपाईँहरूलाई म यो देखाएरै छाड्छु अन्त दाइले काट्नुहुन्छ होला ल यो ट्रेन हो ट्रेनको डब्बाभित्र गाडी चाहिँ सरलाई छिरो बस छिरो ल छिर्यो ल हेर्नुहोस् है गयो बस गयो ल ट्रेनमा पस्यो ल हेर्नु है कस्तो ठ्याक्कै अड्दो रहेछ फेरि स्वाटै ल छिर्यो ल हेर्नुहोस् अब हाम्रो पालो अघि आएको बस छिरेको चाहिँ यहाँबाट हो है यस्तोमा छिर्यो ल यो ट्रेन भयो ट्रेनको भित्रपट्टि लक्क लाएर छिरेको अवस्था हामी पनि छिर्यो अब यहाँ छिरेर हामी बाहिर निस्किन पनि पाइने होला के छ कसो छ ल मेरो गोर्खा किचन नटियमको भ्यानले गर्नु गरेछ संसारभरिले रेट हामीलाई लोक तिम्रो आज भनाइ के छ ल भन अहिले म दङ्ग परेछ के भन्ने के नभन्ने यस्तो म किनभने म पनि विदेशतिर धेरै बसेँ तर यहाँ आएको रहन्छु म यस्तो तरिकाको सबै टोयलेट बाथरुम गाडी बस लोरी एभ्रिथिङ ट्रेनभित्र हालेर जाने यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स रियली एक्साइटेड यो चाहिँ टोयलेट ल हामी सुसु गरेर आइयो होइन अब ट्रेन हिँड्नु माछा अहिले समुद्र मुनि माछा हेर्नु चाहिँ अब पानी अब अँध्यारो भयो झ्यालबाट भनेपछि पानी मुनि गयो अब माछा निमो माछा देखिन्छ त समुद्र मुनि माछा हेर नि त्यहाँ माछा खोज्दै चाहिँ छैन र त्यहाँ हेर न आउँछ त्यसो नि ल लोक 35 मिनटमा ठ्याक्कै अब अर्कोतिर आयो ऊ हेर बाहिरबाट आइसक्यो गरेर अब यसरी यस सो वेलकम टु फ्रान्स दाइ वेलकम टु फ्रान्स कलाई अब चाहिँ हामी फ्रान्समा ड्राइभ गर्दैछौँ यहाँ देखिन्छ गर्दै अब यो हामी ड्राइभरमा छौँ अब ड्राइभरमा लगभग उस्तो छ लगभग खिचिन्न होला अब एकैचोटि हामी लन्च गर्ने ठाउँमा ट्र्याक लाएर जस्ट किप वाचिङ सो वेलकम टु बेल्जियम है कतिको भोक लागेको छ अब बेल्जियममा गएर खाने हो के रहेछ त यो के अरे
बेल्जी भनेको बेल्जियम। ल अब चाहिँ हामी सर्भिसमा गएर लन्च खानु पर्छ। साह्रै नै भोक लाग्छ, पुरा फुल ट्राफिक रहेछ। हामी चाहिँ यहाँ सर्भिसमा गएर चट्ट लन्च खाउँ। ल भ्यान पार्किङ भयो, जाउँ भित्र केही घुसेर म अब के खाने के खाने। ल अब हामी चाहिँ के उपाय लगाएन, यो के बर्गर किङ कि केएफसी हो यो? यो बर्गर यो दाइले यति भोकायो नि आज मलाई लाग्यो जस्तो भोक लागेको छैन यार दाइ यार। तिमीलाई लाग्यो मलाई लाग्यो क्या त मलाई लागेको मर्नु भएको छ। ल खाउँ अब भोक लाग्यो। ल ल ल ल ल हामी चाहिँ चिकन विङ्स खाने विचार होइन, यताको तिम्रो हो यताको मेरो है। ओके खाइयो, मिठो नमिठो बारेर नभनौँ, किनकि भोक मिठो कि भोजन भन्थ्यो थाहा भयो है आज है। यसलाई नि मिठो मानेर खाइयो। ल अब एबाउट अझै 3 घन्टा लाग्छ ल, 2.5-3 घन्टा लाग्छ। जाउँ बिस्तारै, केही छैन। कस्तो भइरहेछ ड्राइभ? गर्मी भएको छ, गर्मी चाहिँ तर एयर कन्डिसन लागिएको छ, झ्यालो खोलिएको छ। अब ब्रसल आयो, ब्रसल चाहिँ त्यहाँ राइट ह्यान्ड साइडमा मेन टाउन हो। हामी चाहिँ ठ्याक्क रिङ रोड लिएर हामी आन्तरिक चाहिँ छोडेर जान्छौँ। ल शोभायात्रा है तपाईँलाई, हामीलाई कस्तो राम्रो। अनि यो बाटो मैले हिँड्दै गर्दा नखिचिसकिनँ, अर्को कुरा जानकारी पनि गराउनु थियो। अब लगभग हाम्रो यात्रा छोटिने क्रममा छ। मलाई इफ आम नट रङ 1 घन्टा माथि हामी जर्मनी पुग्छौँ। माई गॉड व्हाट अ नाइस। एउटा म्युजिक भिडियो सुटिङ गर्न पाए पनि हुने के। ल अब कति 26 मिनट बाँकी छ होइन हाम्रो डेस्टिनेसन। तर अब यहाँ यस्तो बिजोग भयो, ट्राफिक जाम, फुल ट्राफिक जाम छ। अब कति बेर लाग्ने थाहा छ? अब त्यो जाम कहाँ छ हेरेर बस्यो होइन। 8 बजेर 40 मिनटमा होटल पुगिन्थ्यो, आज हेर्नु न अब अहिले 9 बजेर 30 मिनटमा पुग्न नि लक्की हुने भयो। यस्तो छ जाम, मोबाइलको जाम यो भयो होइन, अनि रियालिटी जाम यो चाहिँ पुरै डेड स्टप भयो। जिन्दगीको यात्रामा कहिले जाम, कहिले घाम, कहिले पानी। कसो ब्रो यत्रो लामो तपाईँको जाम चाहिँ हेर्नुहोस् त, खत्तम। मान्छे त के बाँच्छ होला कार पनि। अब चाहिँ स्कुल पढ्दाखेरि जब अन्तिम पिरियड पढेर भोक लागेर घरमा त्यो खाजा नास्ता सम्झेर कुदे भन्दा तर कुद्ने दाइ। फाइनल्ली हामी चाहिँ होटल हेज होटलमा आइपुगेका छौँ। आज हाम्रो बस्ने ठाउँमै के अरे गर्दाखेरि अब हामी यहाँ पार्क गर्ने हो। दाइले चाहिँ यहाँ गाडी पार्क गर्नु भएको छ। दाइ पार्किङ भयो? पार्किङ यहाँ राखौँ पहिला, या अनि रिसेप्सनमा गएर सोधौँ के कसो भन्छन्। वाह होटल रहेछ ल। जर्मनीको मेरो चाहिँ पहिलो एक्सपिरियन्स, इट्स भेरी नाइस। अब हामी यहाँ आएर चाहिँ होटल चेक इन गर्नेमा छौँ, तर मान्छे कोही छैन। 10 बज्यो, त्यही भएर होला। जस्ट वेटिङ फर होटल चेक। अब 129 नम्बरको कोठा छ हाम्रो। ल यो चाहिँ हाम्रो 2टा सिङ्गल बेड लिएको। हामी दाजुभाइलाई चट्ट अब यहीँ हो। जाउँ अब बाहिर कतितिर गएर डिनर सिनर खाऊँ है त। ल अबको भिडियो आज यति मात्रै गरौँ होला है, अनि भोलि बाइकमा जाउँ, अनि त्यसपछि फेरि गरौँ ल। अब चाहिँ अहिलेलाई चाहिँ गुड नाइट। ल गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे हामी जर्मनीमा। अब कहाँ जाँदै अब हामी? अब हामी यो बाइकलाई बसको ग्यारेजमा जाँदैछु। डक्टर कहाँ पुर्याउने हो? डक्टर ल यो चाहिँ हाम्रो जर्मनीको मेरो चाहिँ सेकेन्ड डे। बिहान आएर यसो ब्रेकफास्ट खाएर फेरि सुतेर अब हामी चाहिँ यो हाम्रो यो बाइक चाहिँ अलिकति यसो चाहिँ ट्रिटमेन्ट गर्नु छ, त्यो गर्दै जाने होइन दाइ? यसलाई छोडेर जानुपर्छ। यसलाई चाहिँ यहीँ छोडेर हामी चाहिँ आज त्यहाँ ग्यारेजमा छोड्छौँ। नेपालको ग्रान्डी हस्पिटलमा छोडेको थियो क्या। भन्दै दाइ आज के अरे फ्रम अल द वे फ्रम जर्मनी। फाइनली हामी यो आजको जर्मनी चिफ यो चाहिँ बाइक भिएटलाई चाहिँ ग्यारेजमा छोड्नको लागि यो हो लाएर यो ठुलो बाइक बनेको ठाउँै यही हो। कता ए सो हामी अब यहाँ बाइकलाई निकाल्छौँ, अनि त्यसपछि बिस्तारो ड्राइभर अलिक गतिलो छैन, त्यही भएर हल्लियो। इङ्ल्यान्डबाट जर्मनी एक राउन्डमा लिएर आएँ, ड्राइभर गतिलो छैन। भन्दै गर्दा हामी यो ठुलो बाइक
बनेको ठाउँमा आयो यिनीहरूले नै बनाएको होला है मलाई लाग्छ त्यहाँनिर धेरै पो रहेछ त बाइक त ल यसो गर्दै बाइक होला Yeah, from the inside, isn't it? Not common. It's not common. I think so. Pretty good. How about you? Dafür lassen wir jede Woche. Hey, Jago. He's a man, man. He's a man. How are you? Yeah, good. Ihr wohntet denn über die Hey, this man. Trip? Very good trip. Very good. Yep. Yeah, I'll enjoy dieser Woche it. Nummer. अब यसलाई चाहिँ आज हामी बसको ग्यारेजमा छोड्नु पर्ने सो राममा यस्तो टाइट गरेर राखेको बाइक Yeah, you want to see that first, eh? चाहिँ फ्यानबाट यो भेटलाई चाहिँ निकाल्ने कुराकानी हो लग्ने हामी चाहिँ जर्मनी घुम्न जाने हो त्यसपछि भन्दै गर्दा अब के हुन्छ यसरी ठेल्नु पर्यो अब किन बिचरा यो चाहिँ यसको समथिङ रङ भएको चाहिँ यहाँ लिएर आएको गर्दै गर्दाखेरि अब यहाँ मान्छेको जिन्दगी कसैको पनि सुख चाहिँ छैन कि है सुख पाउने मान्छेले पनि आफूले पैसा कमाएको पैसाले आफूले दुःख पाइरहेको छन् क्या भन्ने इक्जाम्पल चाहिँ म एउटा होला फेरि होइन त्यत्रो दुःख गरेर पैसा कमाएर मोटरसाइकल बनाएर त्यो मोटरसाइकलले फेरि यहाँ 15 घन्टा ड्राइभ आएर अनि त्यो 15 घन्टा ड्राइभ चाहिँ आई डोन्ट माइन्ड मलाई त मनपर्छ ड्राइभ भन्नु परेछ उभा छैन रियालिटी हो कि अब 15 घन्टाको बाइक लिएर आएर त्यहाँ ग्यारेजमा फ्याँकेर आएको छु फेरि 15 घन्टा घर फर्किनु पर्यो फेरि त्यो बाइक बन्यो अन्ति कमियार भने फेरि 15 घन्टा फेरि लहराउनुपर्छ म त आई डोन्ट माइन्ड भन्ने हो चलाउने हो 15 घन्टा भन्दै अब होटलमा आइयो अब बाइक ग्यारेजमा छोडियो होटलमा आइयो अब होटलबाट अब हामी रेडी भएर रेडी त हामी के छ डिस्टी लाने पत्रिका लाउनु पर्ने के अरे यो चाबी साबी फ्याँकिदिने अनि त्यसपछि नाइट आउट हान्ने डे आउट नाइट आउट सबै नो इन द ब्लग है त हामी चाहिँ अब अफ अन अफ अफमा छौँ होइन अब यहाँबाट चाहिँ अब कोलम सिटी टुर गर्ने अहिले त्यहाँ डुङ्गा चढ्नलाई गएको समुद्रको खोलामा डुङ्गा माछा मार्न गएको छु चढ्न पाइएन भन्दै अब हेरौँ के कोलनको कति राम्रो ठाउँ के यस्तो ठाउँमा आइपुग्यो हामीहरू यो चाहिँ एकदमै पुरानो पुल अरे यो ब्रिज चाहिँ कोलोनको यो रिभरमाथि यता जू रहेछ 6वटा 8वटा एनिमल छ अरे घुम्दै घुम्दै हिँडेको घामले निन्द्रा लागिसक्यो मलाई है कस्तो घाम छ निन्द्रा लागिसक्यो हामी अहिले लहर 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 हिँडेर थियौँ अब बसमा अप अन अप अफ रमाइलो त भएको घामले डटेर हामी नेपालीलाई घाम चाहिँ हुँदैन क्या घाम चाहिँ हुँदैन निन्द्रा लागिसक्यो यता झुलिसक्यो र हेरौँ खोलौँ जहाँ पनि त्यही हो अहिले हामी हल्लिँदै त्यही आएको इन्डियाको नि हो त्यो सानो ठाउँबाट लगेर बसलाई घुमाएर ऊ त्यो चर्च देखाउन लाग्यो संसारको सबैभन्दा अग्लो टावर भएको चर्च है यसले यहाँ भनेर आउँछ के पत्ता लाग्यो संसारको सबैभन्दा ठुलो अनि अग्लो चर्च अहिलेसम्म के अरे भविष्यमा बन्ला भविष्यमा केपी ओलीले बनाउँछ नेपालमा होइन तिमीहरूको दमकतिर बनाउँछ नि हामीलाई चाहिँ यो बसले मजाले घुमाइदियो अब घरको खुब हेऱ्यो चढ्नु मन लाग्यो होइन म नर्मली यसमै चढ्ने भनेको
अब दैलाले ठुल्ठुला गाडी मात्र मनपर्ने भएर जाउँ भियर चढ्ने मान्छे मलाई ल संसारको ठुलो अग्लो चर्च अरे अबले थाहा छ नि त कति अग्लो कत्रो नि अब यी माइला दाईहरूले बनाएर छन् क्या यहाँहरू माइला दाई हेर्छन् है यिनीहरूले बनाएर छन् क्या यी माइल दिदी यहाँ रहेछन् यसरी दुःखहरू बनाएर छन् बिचरा मेहनतहरू बुझ्यो त्यताबाट आएर यता गएको गई कहाँ गएर चाहिँ नि त अगाडि हेर्दाखेरि त यतिलाई त्यत्रो संसार ठुलो भने जस्तो लाग्दो रहेछ है पछाडि आसी पो बल्ल यसको औकात थाहा भयो ल यो चाहिँ भित्र संसारको सबैभन्दा ठुलो र अग्लो चर्चभित्र यो चाहिँ है ल गजब मजा रहेछ है तेरिका बाफ रे बाफ है तेरिका मेन हेरेछ ल यता मेन प्रे गर्ने ठाउँ यो रहेछ मेन सिंहासन हेरेछ हाइट साह्रै राम्रो रहेछ ल भित्र रहेछ कति रहेछ ठाउँ त म्याक्सिमम ठाउँ रहेछ नि त कति हो त्यसै संसार ठुलो र फराकिलो र अग्लो होइन रहेछ त्यत्तिकै भनेर रहेछ क्या भएरै रहेछ भन्ने बुझ्यो कति बेलुकाको 6 बज्न लागिसक्यो बेलुका प्रेयर सुरु नि हो कि के हो नि नेपालमा भए त सुरु हुन्थ्यो तल दुलोमा जाने हो के रहेछ तल जाउँ ए टोयलेट वाला ए के हो नि जाउँ गएर हेरेँ ठाउँ जाउँ यहाँ चाहिँ डेटहरू भेटाइयो 1764 देखि होइन 1764 देखिको डेट भेटाइयो 2017 सम्म लेख्यो के लेख्यो त भवन जानु यी हाम्रो बाले बनाएर चाहिँ नि त यता फेरि अर्को कर्नरमा थुनेर राखेको छ कोही पनि यहाँ थुनेर राखेको छ के हो कसो हो ल दुलोमा थिरेर आइयो अर्को एउटा सानो संसार देखियो अब यता फेरि अर्कोतिर नि रहेछ कता रहेछ ठाउँ त धेरै पनि अति नै ठुलो रहेछ हङरङ ओहो त्यहाँभित्र त सुनको के छ जस्तो नि त यो चाहिँ फेरि अर्को कोठा हो यो पहिला यहाँका जनता जनार्दनहरू यो चाहिँ प्रचण्ड र केपी ओलीहरू जङ्गलमा बसाएरको फोटो रहेछ बुझ्यो ल संसारको सबैभन्दा ठुलो र फराकिलो चर्चमा आएर कस्तो फिल भयो त त्यही त यो मलाई बताउनु परेको छ है साह्रै ठुलो अनि फेरि यो चर्चको भित्र छिर्ने बित्तिकै शान्त फिल हुन्छ चर्च त धेरै गयो तर यो चाहिँ अनेस्टली रियली नाइस अब साह्रै ठुलो अनि यहाँ माथि सुन छ यो सुन चाहिँ नेपालमा हुने भएको भए त्यसलाई चाहिँ यो के हो भनेर इन्भेस्टिगेसन गर्छौँ भनेर पित्तल रहेछ भनेर साट्थ्यो होला क्या जय नेपाल ल मैले पैसा हालेँ तिमी पनि पैसा हाल अनि त्यहाँ क्यान्डल पनि बालौँ न एउटा विस त हो नि आफ्नो होइन मरेको मान्छेलाई सम्झिने होला सायद है म आफ्नै लाइटरले बालेँ देऊ यसरी लाइटर भने प्राइभेट लिएर हिँड्नुपर्छ कि कुनै पनि ठाउँमा काम लाग्छ ल बत्ती बाल्दा जहिले पनि अर्कोबाट बाल्नु हुँदैन अरे ल यो मेरो तर्फबाट हाम्रा पितृहरूलाई यो तिम्रो होइन यो चाहिँ हाम्रो लोकको तर्फबाट उसको पितृहरूको लागि होइन त आत्माले शान्ति पाओस् ल हेर्नुभयो होला संसारको सबैभन्दा ठुलो र फराकिलो चर्च रमाइलो लाग्यो घुमेर हामीले यसो पितृहरूलाई सम्झेर 2टा क्यान्डल पनि बाल्यौँ अब आफूले जानेको धर्म संस्कृतिहरू त्यही हो घुम्ने यसलाई एक राउन्ड हानौँ भनेको त धेरै ठुलो छ जस्तो है त्यहाँदेखि ट्राई हानौँ न के अरे यो विश्वको सबैभन्दा ठुलो चर्चमा आउनलाई सजिलो पार्ट चाहिँ के छ भन्दा ठ्याक्कै अगाडि
कोलनको चाहिँ ट्रेन स्टेसन ट्रेन स्टेसन छ क्या हेरे चाहिँ आउनुहरूलाई सजिलो अनि सबै आयो भने हामी त बसमा आयो के अरे हप अन हप अफमा तर ट्रेनमा आउनेहरूलाई टुरिस्टहरूलाई नि सजिलो रहेछ भन्ने जानकारी हाम्रो टुरिस्ट गाइडबाट पाउनुभयो आम्मामामा यता फेरि अर्को विध्वंस रहेछ त यार यो आर्किटेक्ट त बोला रहेछ क्या हो यस्तो यस्तो गर्ने यार कमलमा आर्किटेक्चरै थिएनन् नि अन्त अब अलिकति काट्दै गएर म यहाँ पछाडितिर आइपुगेको छु होइन किनकि अब लगातार खिच्यो भने भिडियो धेरै राम्रो हुन्छ त ल यो चाहिँ कम्प्लिटली पछाडिबाट हो चाहिँ होइन अर्को साइड यतिर अब चर्च खिच्दिनँ भनेको त यतापट्टि आएको थियो यता डङरङ्ग देखिरहेको क्या यसको उताबाट हामीले सुरु गरेको थियौँ पुरै राउन्ड हान्यौँ अब फेरि यतापट्टि यो गाई जाँदो रहेछ गर्नु गरेछ बलरामले ल अब हामी चाहिँ हाई स्ट्रिटमा आइयो अब यहाँबाट म चाहिँ जहिले जहाँ गएँ हार्ड रक क्याफे जानु मन लाग्छ यति लोक र म भएर हार्ड रक क्याफे जाउँ एउटा ड्रिङ्क खाउँ अनि यसो एउटा केही मेमोरीको लागि किनौँ ब्याज स्याज के छ हेर मैले त के हुन्छ हामी चाहिँ हार्ड रक क्याफे खोज्ने क्रममा घुम्दै घुम्दै पसलहरू चार्दै रमाउँदै इन्जोय गरिरहेका छौँ शीतल पनि भइहाल्छ है ल एकदम राम्रो अहिले त गरी मर बिजो भयो अहिले आनन्द शीतल भएको छ यो हार्ड रक क्याफे हेरौँ अब भित्र के छ कसो छ ल हार्ड रक क्याफे खोलाउनु है त फोटो हान्दिउँ एउटा फोटो ल अब हामीले हार्ड रक क्याफेमा अर्डर गरेको खाना र ड्रिङ्क होइन त कस्तो राम्रो छ मजा आउँछ अब खानालाई हेरौँ ल ड्रिङ्क गुड मर्निङ आज चाहिँ अब नेक्स्ट डे अब हामी बिहानको 7 बज्यो अब ब्रेकफास्ट खानुपर्छ ब्रेकफास्ट खाएर नुहाइधुवाइ गरेर रेडी भएर ल ब्रेकफास्ट खानु पऱ्यो नि त केटा ल भोलिबाट अब यही खाने हो नि त भन्दै गर्दा सोमबार मङ्गलबारको ट्रिप पश्चात अब हामी ब्याक टु इङ्ल्यान्ड हाम्रो अन्तर्राष्ट्रिय ड्राइभरै हो उहाँले चाहिँ यो गर्मी छ पद चेन्ज गर्न नि नमिल्नु भएर भन्दै गर्दा साह्रै रमाइलो ट्रिप हामी 2-3वटा देशको चाहिँ जाने क्रममा काट्दै आउँदै गर्दाखेरि अब चाहिँ हामी यो मलाई लाग्छ त अब हामी इङ्ल्यान्ड जाने आइयो हजुर अनि अब यताबाट इङ्ल्यान्डतिर क्रस गर्ने अनि त्यसपछि इन्ड अफ स्टोरी ब्याक टु औकात हजुर भनेपछि आज वेडनेसडे रमाइलो भयो जो मोटरसाइकल लिएर पुर्यायो अब यो मोटरसाइकलको अपडेट चाहिँ अर्को भिडियोमा गरौँला किनकि यो मोटरसाइकल के भएको छ भनेर नसोध्नुहोस् किनकि इन्जिनियरलाई पनि थाहा छैन के भएको छ अब त्यो उसले मलाई अपडेट गरेपछि म टिकटकद्वारा युट्युबद्वारा म मेरा शुभचिन्तकहरूलाई सबैलाई जनाउने नै छु नआत्तिकन भन्नु होला बन्छ भन्दै गर्दा अब चाहिँ हामी इङ्ल्यान्ड जाने बोर्डरमा आयो भन्दै गर्दा अब हामी फ्रान्सको बचाउँदै र थ्याङ्क यू भेरी मच भन्दै गर्दा हामी यो बोर्डर हो आजको ब्लग मलाई लाग्छ यो नै होला अलिकति त खिच्छु मैले किनकि हामी फ्रान्सको पुलिस दाइले हामीलाई पठाइसक्यो अब यता चाहिँ हाम्रा के अरे ब्रिटिस पुलिस दाइसँग जाने हो यहाँ होइन दाइ ल भन्दै गर्दा केही भन्ने छ त लास्टमा युट्युब हामीले सकेको हालेको छौँ हेर्नुभयो होला कस्तो लाग्यो सुझाव दिनु होला भन्दै अहिले चाहिँ नमस्कार थ्याङ्क यू भेरी मच अर्को मेरो बाइक बन्ने अपडेटहरू लिएर आउने छु थ्याङ्क यू नमस्ते बाई बाई एन्ड यु किप टर्मिनल